हेलो नमस्ते के छ तपाईहरुको हालखबर मेरो त सधैँ जस्तो एकदमै खुसी अनि बिन्दास नै छु अनि आजको यो भ्लग पनि मैले एकदमै स्पेशल अनि सरप्राइज अनि यो रजनीले चाहिँ कति धेरै सरप्राइज गर्दैछ भन्ने सोच्नु होला मलाई सरप्राइज गर्न एकदमै मजा लाग्छ आजको यो भिडियो चाहिँ कुनै अमेरिकाको कुनै स्टेटमा या त नेपाल त्यतातिर चाहिँ होइन है यो चाहिँ सिधै जाँदै छौं हामी डेनमार्कको कोपनहेगन अनि यो चाहिँ कस्तो खालको सरप्राइज भने सरप्राइज नै सरप्राइजले भरिएको हो अब के रे सानो नानीको 21st बर्थडे आउँदैछ अनि उसलाई चाहिँ सानो तिमीलाई बर्थडे विश के छ त तिम्रो के चाहिन्छ भनेर सोधेको कि उसलाई चाहिँ डेनमार्क जान मन लागेको रहेछ अनि डेनमार्क जान पाए हुन्थ्यो भनेको थियो उसले पहिलेबाट अनि दिदीले चाहिँ बाबासँग सल्लाह गरेर नाइन र मबाट जान्छौँ बाबा सरप्राइज गर नाइनलाई भन्ने कुरा भयो अनि त्यसपछि फेरि अब ठिकै छ नि त फेरि मामुलाई पनि लैजाउँ मामुको पनि अब दिदी अन्जुदी हुन्छ नि त अनि मामु पनि खुसी हुन्छ भन्ने सल्लाह गरेछन् र खास यो मोहिले र बाबाले चाहिँ हामीलाई सरप्राइज गरेको हो के त्यो सब जानी भनेर चाहिँ डेनमार्क है अनि त्यसपछि हामी एकदम एक्साइटेड छौँ अनि यो कुरा चाहिँ फेरि मैले कसैसँग भनेको छैन अब हाम्रो फ्यामिलीलाई थाहा छ अनि यतातिर आरती दिदीलाई थाहा छ अरू त मम्मीलाई अन्जु दिदीहरू कसैलाई थाहा छैन इभन आँचलुलाई पनि नानीहरू दुईजना चाहिँ जाने भन्ने कुरा थाहा छ म जाने भन्ने कुरा चाहिँ थाहा छैन क्या अब आजको हाम्रो फ्लाइट छ लुफ्थान्साबाट हामी चाहिँ जाँदैछौँ जर्मनी फ्राङ्कफर्टमा हाम्रो ट्रान्जिट छ 1.5 घन्टाको अब हामी एयरपोर्टको लागि निस्किनलाई एकदमै तयारी अवस्थामा छौँ महीको मिटिङ हुँदैछ तल अनि सिजन बाबु चाहिँ अफिसबाट आएर हामीलाई पुऱ्याइदिनुहुन्छ सुरुमा हामी के अरे विदेश भनेर गएको नै डेनमार्क हो कि अनि त्यहाँ चाहिँ यति रमाइलोसँग हाम्रो समयहरू बित्यो कि जे होस् एकदमै मिस गर्छौँ र यसरी फेरि अर्कोचोटि पनि डेनमार्क जाने मौका पाएकोमा एकदम आफूलाई भाग्यमानी पनि ठानेका छौँ बाटोमा सबै तपाईँहरूलाई अपडेट गराइराख्छु सबै भिडियो बनाउँछु अनि यो भिडियो चाहिँ अलिकति लामो पनि हुनसक्छ तपाईँहरूले पनि हेरेर इन्जोय गरिराख्नु है त छोरी मिटिङ सक्यो ल हामीले चाहिँ एउटा यो चेक ब्याग बनायो अनि 3टा चाहिँ क्यारियन होइन सानो अब ब्राउनलाई त छोडेर जानु पर्यो के गर्नु त हेर त बिचरा रुन्छ यहाँ सामानहरू देखेर जाऊ ल अब त्यसलाई छोडिदियो भित्र क्रेटमा छोरी पनि भ्लग बनाउनलाई पुरा बिजी अब हामी चाहिँ लगभग एयरपोर्ट आइपुग्यौँ हामी चाहिँ एयरपोर्ट आइपुग्यौँ हाम्रो चाहिँ अब बोर्डिङ पास लियौँ होइन अब क्लियर भइसक्यो अब हामी जान्छौँ गेटतिर अनि अल गेट छ यता रहेछ हामी चाहिँ उल्टोतिर हिँडिरहेको थियौँ कि हामी चाहिँ अब मेट्रो चढेर हाम्रो गेटतिर जाँदैछौँ रेडी हो सरप्राइज गर्नलाई एकदम कतिको एक्साइटेड हुनुहुन्छ त लेभल माथि छ अन्जु मम्मीको रियाक्सन कस्तो होला त्यस्तो चाहिँ आँचलको रियाक्सन चाहिँ कस्तो होला आँचललाई पनि थाहा छैन नि त भनेर भन्छ उसले चाहिँ Why do you look like me today? ओके पछाडिबाट तिम्रो ट्विन्स राखेको हामी चाहिँ अब कहाँ छौँ रमाइलो त लाग्छ तर घर छोडेर हिँड्दाखेरि साह्रै आत्तिए जस्तो हुन्छ छोरीहरू साथमा छन् कोही पनि बुढाको याद आछ ब्राउनीको याद आछ अब चाहिँ हामी प्लेनभित्र छिर्दैछौँ सुत्न लागिसक्यो प्लेन अलिअलि हल्लिरहेको छ यता मन्दिर रहेछ यो चाहिँ चिकन र राइस दिएको रहेछ छोरीले सुडोको खेल्न सिकाइदियो कि 51 मिनट 27 सेकेन्ड भइसक्यो अझै फुल गर्न सकेको छैन तर राम्रै खेलिरहेको छु है म फाइनल्ली रातभरि लगाएर मैले एउटा सुडोको चाहिँ महीको हेल्प लिएर सल्भ गरेँ अब अहिले चाहिँ हामी फ्राङ्कफर्टमा ल्यान्डिङ भयौँ अहिले बिहान एकदमै बिहान छ अब हामी चाहिँ डेनमार्कको लागि फ्राङ्कफर्टबाट प्लेन चढिसकेका छौँ अब एक्साइटमेन्टको लेभल अझै हाई हुँदै गयो होइन ल्यान्डिङ हुनै लागिसक्यो है यतारी नानी जाऊ नि त्यहाँ तिमी पनि Oh.
surprise. Happy birthday to you. Happy birthday to you. कति रमाइलो भयो आमा नि अब अन्जु दिदीलाई अहिले केही भन्नुहुन्न है अन्जु दिदीलाई के अहिले केही भन्नुहुन्न के चाहिँ अहिले ठ्याक्कै डेनमार्कको एयरपोर्टबाट बाहिर निस्क्यौँ हेर्दा त खासै केही नभए जस्तो देखिन्छ तर मनमा चाहिँ कति छ खुसी एउटा सानो सरप्राइजको झड्का लागिसक्यो यहाँ अब डेनमार्कको फर्स्ट राइड चढ्दैछौँ बसमा जानलाई चाहिँ यस्तो टिकट लिनुपर्छ कि यहाँ अन्त टिकट लिउँ 3 जनाको कस्तो लाग्यो तिमीलाई के अरे डेनमार्कको फर्स्ट बस चढ्दाखेरि अनि फर्स्ट टाइम डेनमार्क आइपुग्दा कस्तो फिल भयो त्यही हो राम्रो भन्ने अघि चाहिँ रुँदै थिएँ फेरि आँखाबाट आँसु नै झार्दै थिएँ एक्साइटेड भएर I was not expecting this. What's this? What the hell? Oh my god. Let's go. अमेरिकामा आउने नमस्ते मम्मी यहाँ नानीहरू डेनमार्क जाने भनेर यहाँ सरप्राइज गर्ने भनेको आँचललाई मलाई पनि लिएर आएर त्यो चाहिँ दुरुम हो कि साथीहरू है पला फेरि झन् हेर्दा जस्तो देखिन्छ बसाइसक्यो है त हामी कहाँ जानु लाग्यो अरे अब चाहिँ हामीले सरप्राइज दिन अन्जु दिदीलाई वाउ के अरे जहाँ गयो चाहिँ नेपालीलाई मन पऱ्यो चाहिँ नेपाली खाना अनि हामी चाहिँ अन्जु दिदीलाई सरप्राइज दिनलाई अब हामी 5 जना भएर जाँदैछौँ बाबु नानीहरूसँग म हाम्रो बस आयो नि हामी बस्न सक्छौँ हाम्रो बस होइन आयो भने पहिला चाहिँ आलोको आँचल भएर रेस्टुरेन्टमा गयो हामी 3 जना चाहिँ टोयलेटको साइडमा लुकेर बसेछौँ अब उनीहरू गएपछि त्यहाँ दिदी आउँदैछ दिदी आएपछि अनि के अरे नानीहरूलाई बोलाउँछु पहिला नानीहरू जान्छन् त सरप्राइज अनि म गएपछि महा सरप्राइज वेटिङ फर द्याट यस्तो हुन्छ नि म त कस्तो सक नै भयो यहाँ बस्नु 3 जना तिमीहरू 2 जना मात्रै हो रहँदैन त हिँड्ने नि आउने मिलेर ब्रान्डलाई हेर्नु पर्यो ल बस्छ त त्यहाँ कस्तो ढुकढुक भएको म पत्याकै छैन आँचललाई थाहा थियो आलोकलाई चाहिँ सरप्राइज भनेको त्यही हो त्यही भएर बिदा लिन भनेको के फेरि जम्मा 4 दिन लाग्यो क्या त्यही भएर फ्राइडे आज र भोलि बिदा लिनु म छुट्छु नि त एकछिनै त म नि आउँछु अहिले यस्तो भयो क्या मिलेन मिल्यो ल भयो तिमी नि आउन
बाबु जाम जाम ठुलो सरप्राइज त मैले जिन्दगीमा मजाले सरप्राइज भयो जोस् ओ माय गॉड म त पत्याकै छैन के यहाँको सेकुवा कर्नरको खाना नाङ्लो सेट अहिले चाहिँ नेपाली फुड जहाँ गए पनि मनपर्ने नेपाली फुड अनि यहाँको चाहिँ एकदम स्पेसल अरे क्या नाङ्लो सेट त्यही भएर ट्राई गरौँ कस्तो छ नि अब चाहिँ बेलुका भयो राति भयो आँचलुको चाहिँ आजै बर्थडे हो अनि सानो नानीको चाहिँ के अरे मार्च 10 मा तर हामीले चाहिँ आज यहाँ आएको मौकामा चाहिँ एउटा सानसानो सेलिब्रेसन गरौँ भनेर नानीहरूले केक ल्याएका रहेछन् आँचलुले ल्याएर राखेको रहेछ केक अब हामी चाहिँ केक काट्दैछौँ टिकटक बनाउने टिकटक बनाइदिने क्विन उता टिकटक क्विन दादा हेल्पर केक समात्नलाई छिटो हाल टाइम तर Happy birthday dear Achalan Manasi. Happy birthday to you. हेलो आज फेरि डेनमार्क कोपनहेगनबाट सेकेन्ड डे हो अनि केक काट्ने दिदीलाई सरप्राइज चाहिँ दिएँ सरप्राइज दिएको एउटा घाटा चाहिँ दिदीको बिदा मिलेन नि त काममा मसँग हिँड्नको लागि अनि म चाहिँ आज पनि छोरीहरूलाई लिएर बाहिरै लन्च खाएर अनि त्यसपछि घुम्न जाँदैछौँ अनि आज पहिला हामी कहाँ गइन्छ सानो हामी चाहिँ हाम्रो फेभरेट दिवान ठाउँमा जान्छौँ हाम्रो चाइल्डहुड ऊ हो के त्यो मेन मेमोरिज भएको ठाउँ स्मेल हाम्रो नाकमा अझै छ कि आँचल चाहिँ आज हाम्रो कहाँ कहाँ लान्छन् घुमाउनुलाई है हामी आज जहाँ दिन लन्च खान जाँदैछौँ त्यो ठाउँ चाहिँ दिवान दुरुम भन्ने हो क्या हाम्रो चाहिँ दुरुम एकदम फेभरेट खानेकुरा हामी चाहिँ फर्स्ट टाइम डेनमार्कमै आएर खाएको नि त दुरुम त्यहाँबाट त्यो आधा घन्टा यति बसमा चढेर जाने हो यहाँको बस स्टप हो यो फोटो खिच्नलाई पोज दिँदैछन् नानीहरू यस्तै साथीहरू डेनमार्कको घरहरू यहाँ तल तल चाहिँ सप हुन्छ अब यो सिटी हो नि त अनि माथि चाहिँ अपार्टमेन्टहरू हुन्छ सिटी भए पनि एकदम क्वाइट हल्ला खल्ला छैन अनि फेरि गाडी धेरै हुँदैन नानीले आफ्नो फेभरेटको खाना इन्जोय गरिरहेको छ मही मिठो छ यसले फेरि सानोमा पनि एउटा दुरुम खान्थ्यो अहिले खान छोडिन्छ खान्छु नि किन नखाने हो आज मिठो छ खानु यो खुर्सानी चाहिँ मिठो छ नि फेरि अब चाहिँ हामी डेनमार्कको मेट्रो चढ्दैछौँ मेट्रो त हामीले अमेरिकामा पनि चढ्यौँ होइन तर साथीहरू भन्न त नहोला तर हेर्नु कति सफा छ है ल नानी यता हेर सानो ल मही पनि यता हेर यो ठाउँमा चाहिँ मैले एकचोटि के अरे यो चाहिँ स्पेसल फोटोहरू गर्ने ठाउँ हो है यो ठाउँमा चाहिँ एकचोटि बाबा र म भएर घुम्न आएको नानीहरू नेपालमा थियो है अनि त्यहाँ नेपालको बच्चाहरूको चाहिँ फोटो एक्जिबिसन जस्तो भनौँ न फोटो टाँसेर राखेको थियो अनि त्यो देखेर म रुएँ अनि मेरो कति धेरै फोटो खिचिदिनु भएको थियो हजुरले यही ठाउँ हो कि अहिले हामी आएको थाकियो साथीहरू दिनभरि हिँड्दा हिँड्दै बिहान घरबाट हिँडेर बस चढ्न गयौँ बसबाट झरेर अनि त्यही एकदम फेभरेट खानेकुरा दुरुम खान गयौँ टन्न पेटभरि खायौँ अनि खाएपछि चाहिँ सुतम भयो तर छोरीहरू त सुत्न पाइन्न हिँड्नुपर्छ जाम भनेर गयौँ अनि यता निहाउन भन्ने यहाँ टुरिस्ट एरिया हो कि एकदमै रमाइलो हुन्छ धेरै बाहिरबाट मान्छेहरू आउँछन् त्यहाँ जस विकडेज भए पनि एकदमै भिड थियो मान्छेहरूको अनि त्यसपछि त्यहाँ मजाले हिँड्यौँ थाक्यौँ आइसक्रिमहरू खायौँ अनि म त यस्तो थाकेको थिएँ कि केही भिडियोहरू लिन पनि पाइनँ कि एकदमै अल्छी लाग्यो अनि त्यहाँबाट फेरि सर र मेट्रो चढेर अनि अलिकति सुभेनियरहरू किनेर अनि अहिले चाहिँ फेरि एउटा पसल रहेछ खान्द्राङ पाइने फेरि त्यहाँ जाऊँ भने नानीहरूले नि त्यहाँ गएर अहिले घरमा आइपुगेछौँ है एकदमै थाक्यौँ घर पनि भद्रगोल बनाएको छौँ हामीले सामानहरू छरपस्ट छ अब दिदी पनि कामबाट आउँदैछ अनि हामी चिया पिउँछौँ चिया पिएर फेरि बेलुका अर्को एउटा सरप्राइज दिन जाँदैछौँ टिकालाई सरप्राइज चाहिँ यो पनि एकदमै रमाइलो हुनेछ जस त्यहाँपछि हाम्रो सरप्राइजको कार्यक्रम चाहिँ सकिन्छ अनि कति दिन पर रहेर अब हिजो आइपुगेको आज भोलि पर्सि निको पर्सि अनि काने पर्सि त हिँडिहाल्ने हो होइन
भोलि पर्सि निका पर्सि हिँड्यो नि त भोलि पर्सि निका पर्सि हिँड्यो अनि त्यसपछि जोस् भोलि पनि दिदीले एउटा पार्टीमा लिएर जान्छ भन्छ त्यहाँ किनभने धेरै साथीहरू भेटघाट हुन्छ अनि त्यहाँ जान्छु अनि पर्सि चाहिँ के अरे फेरि एउटा प्रोग्राममा जान छ जोस् देखाउँछु त्यो सबै ल हेरिराख्नु है साथीहरू अमेरिकादेखिबाट दिदीलाई सरप्राइज दिन भनेर आएको काम त कामै छ अनि विकेन्डमा फेरि इन्टरनेसनल वुमेन्स डे सेलिब्रेट गर्ने भनेर यिनीहरूको फेरि यहाँ पुरा सोसल वर्कर म यहीँ हुँदाखेरि नै क्रिएटिभ नेप्लिज वुमेन इन डेनमार्क होइन त्यहाँ अध्यक्ष थिएँ अहिले पनि के रहेछ अनि त्यसै फोन आएको यहाँ म घरमा आएर बस्छु मसँग बोल्ने फुर्सद छैन मामु हामी त कता आएछौँ है हामी कहाँको भन्दैन त दिदी तैँले मलाई त के यो चाहिँ डेनमार्कको सेन्ट्रल स्टेसन यहाँबाट चाहिँ युरोपका धेरै जसो कन्ट्रीहरूमा चाहिँ ट्रेन जान्छ अनि हामी चाहिँ अहिले ट्रेन चढेर टिका सापकोटाको घर जाँदैछौँ सरप्राइज गर्नलाई होइन अहिले काम गर्न आउनलाई सधैँ यो बाटो हिँड्ने एकदमै मेरो सधैँ हिँड्ने बाटो हो कि पहिला यस्तै ट्रेन चढेर जस कति यात्रा गरियो डेनमार्कमा है ट्रेन चढेर हामी चाहिँ कति स्टपमा झर्छौँ दिदी हामी चाहिँ कोजेबाट हुन्डी जाँदैछौँ सेन्ट्रल स्टेसनबाट सेन्ट्रल स्टेसनबाट हुन्डी जाँदा यस्तो बिन्दास है केही कुराको डर छैन यस्तो 6 नम्बर ए लौ न ट्रेन स्टेसनबाट झरेर टिका घर जान लागेको पार्क देखेर बच्चामा यस्तैमा यिनीहरूले भूतको मुभी बनाउँथ्यो नि है ओइ सानोको याद आयो भ्यालेक भन्दै यस्तैमा हिँड्दै होइन यिनीहरूले ओए के अरे म्याकेन्जी टिका हेर्नु तपाईँ घर जानु भनेर आएको एड्रेसबाट यहाँ पत्ता लगाउनु नि गाह्रो भइसक्यो हामीलाई कति टाढा यता पो रहेछ है उता खोज्नु गइसकेको छु सबैलाई सरप्राइज यिनीहरूलाई सरप्राइज अझै पत्ता छैन डराउने भयो कि भन्दै क्यामेरामा हेऱ्यो होला नि भने चिन्दैन क्यामेरामा यहाँबाट घन्टी बजाएको सुनिएन कि अघि अनि उताबाट घन्टी बजाएको घरै क्या उहाँ युएसए बाबुले कस्तो मिठो यहाँ राम्रो देखिएछ म आएको खुसियालीमा यहाँ कति टिका बाबुले कति सेवा गर्नु मिलेर आउनु कि उता युएसतिर अब यसो त बिचरा भिसा एप्लाई गरेछ कहिले दिन्छ हामी त चिया पिउने मान्छे हो आज चाहिँ हामी अब कहाँ आएको दिदी आज आमा सेन्टरको सपिङ मलमा छौँ एकदम थोरै सपिङ गरेर अनि आज फेरि हामी बेलुका उता साथीहरूलाई भेट्न जान्छौँ एकदम रमाइलो भइरहेको छ दिवस डेनमार्कको बसाइ छोटो मिठो है कस्तो लागिरहेको छ नि डेनमार्क मलाई त कति राम्रो यत्रो वर्षपछि फर्किँदा त धेरै बिजी भएर यहाँ घुम्न पनि केही गर्न पनि पाएनौँ बस्नु पाएनौँ अब सरप्राइज दिँदा त बिजी भइहालिन्छन् पहिले प्लान गरेर आएको भए बिजी हुन्थ्यो त बिदा लिएर बस्नु ओके तर त्यसको पनि छुट्टै मजा भयो नि त फेरि है आज चाहिँ दिदी बहिनी मात्रै छ मैले नानीहरू उता साथीहरूलाई भेट्न गछन् अनि नानीहरू पनि आउँछन् हामीसँग अनि फेरि हामी जान्छौँ उता अर्को साथीकोमा तिमीलाई चाहिँ म्यारी के अरे ह्याप्पी एनिभर्सरी सबै चिन्यौ त छोरी को हो मलाई चिन्यो
साथीहरूसँग लास्टै रमाइलो भयो कति हो कति नि सबै मेरो पुरानो एकदम मिल्ने साथीहरू मलाई धेरै माया गर्ने अमेरिकामा 12 वर्षसम्म सम्झेको साथीहरू आज चाहिँ एकजना साथीको एनिभर्सरी सेलिब्रेट गर्ने मौका पाइयो तुलै नानी के छ त हालखबर एकदमै अब 24 वर्ष भयो हैन 25 वर्षमा भयो भए यसो रमाइलो गर्नुहुन्छ दिदीको 5 वर्षपछि रहेछ नि हाम्रो त्यसो भयो साली पनि आएर आजको बेला मजा आयो युएसएको जाने प्लान 10 बजे बिहान भोलि भेट हुन्छ भोलि आउँ खानु अब हामी पछि घर जाने है हाम्रो आउने र बाबालाई कति मिस गरेछौँ हो साथीहरू रातिको 3 बजेर 3 मिनट गएछ हामी चाहिँ यहाँ बसेर अलिक के गर्दैछौँ थाहा छ गफ र ब्ल्याङ्केट ओढेर निन्द्रा के जेन्जीमा चिया पोख्दै बसेछौँ के हामी चिया पोख्दै भयो आज कति बोलेका साइडमा बोलेको सुन्दैनन् कि यस्तै साथीहरू बोल्नै दिन्नन् आज त नि बोल्नी आचलु अनि मही दिदी होइन त झन् देखाएको छ दिदीको ब्ल्याङ्केट ओढेर 3 बजे राति छोराले फेरि उहाँ खाना बनाउँदैछ यति बेला बरिटो बनाएर खाँदैछ फेरि निन्द्राले केही मेसो मेलो पाएको छैन त्यही पनि सुत्न मन लागेको छैन कोठाको हल गर्ने हामी चाहिँ अब आज दिदीबहिनी भएर क्रिएटिभ नेप्लिज वुमेन इन डेनमार्कको इन्टरनेसनल वुमेन्स डे मनाउन जानु लाग्यो अनि त्यो हामी जहाँ जाँदैछौँ नि त्यो संस्थाको म पनि पुरानो सदस्य हो भूतपूर्व सदस्य हो अनि साथीहरूले जस म जानेर कस्तो मजाले बिदाई गरेर पठाउनु भएको थियो अनि त्यो एकदमै मेमोरी भइराखेको थियो अनि आज चाहिँ दिदीको ठ्याक्कै प्रोग्राम पनि रहेछ अनि त्यही जान लाग्यो दिदीबहिनी भएर नानीहरू फेरि आफ्नै छुट्टै उनीहरूको सपिङ भन्दै नि किनभने भोलि चाहिँ बिहानै घरमा जाने हो यहाँबाट हामी त्यही भएर अहिले चाहिँ हामी यहाँ बस कुरेर बसेको हामी 2टा बस चेन्ज गरेर जान्छौँ यहाँबाट टन्न साथीहरूसँग भेट हुन्छ आज चाहिँ महिला भनेको यस्तो चिज हो जसले चाहिँ आफ्नो परिवारलाई राम्रो बनाउँदै समाजलाई राम्रो बनाउँदै र देशलाई राम्रो बनाउँदै विश्वलाई राम्रो बनाउन सक्छन्। आज उतै बस्यो अरे छोरी घुम्न गएकी छ मनमा झन्झन डर बढ्दैछ किनकि छोरी ठुली भएकी छ। छोरी तिमी होस् गर्ने गर है कसले कस्तो नजरले हेर्छ सोच्ने गर है काका त हो मामा त हो नभनिहाल कसैको भर छैन यहाँ तिमीलाई हँसाउन खोज्लान् पकाउन खोज्लान् छोरी मेरी भन्दै काखमा बसाउन खोज्लान् छोरी तिमी होस् गर है। र अहिले क्रिएटिभ नेप्लिज वुमेन भन्ने संस्था डेनमार्कमा छ र यति धेरै क्रिएटिभ र इनोभेटिभ कामहरू गरिरहेको छ भन्दाखेरि तपाईँहरूलाई मात्र होइन म राजदूत भएर मलाई पनि गर्व लाग्छ। हामी त्यहाँ जाँदाखेरि चाहिँ प्रोग्राम सुरु भइसकेको थियो अनि थुप्रै साथीहरूसँग भेटघाट पनि भयो र पहिलाभन्दा अहिले चाहिँ धेरै कुरा मैले फरक पनि पाएँ किनभने हामी चाहिँ एकदम बिगिनिङ फेजमा थियौँ नि त त्यति बेला अनि अहिले चाहिँ नयाँ एकदम यङ साथीहरू आउनुभएको रहेछ जसले चाहिँ धेरै नै राम्रो कामहरू गर्नुभएको रहेछ। एकदमै खुसी लागेको छ जे होस् क्रिएटिभ नेप्लिज वुमेन इन डेनमार्कको कार्यक्रममा सहभागी हुन पाउँदाखेरि। पार्कमा बसेर दिदीबहिनी दुरुम खाँदै ल अब भोलि जाने दिन भयो सबैको यहाँ रुवाबासी भएको छ पालो रोज छ। आँचलुले खाना बनाउँदैछन् हामीलाई आज लास्ट डिनर खुवाउने भनेर। हजुर अनि के पाकी भएको छ त यता हजुरहरूको लागि चिकन पकाउँदैछु। यस्तो बच्चाले पकाएको मिठो होला त। भोलि जाने अब त्यही आँखा हेर नि अघि हाम्रो रुवाबास भयो नि त भोलि छुट्टिने भनेर अनि आँखा कालो भयो होला है।
कालै के आइस्याडो तल लाग्यो जस्तै एकछिन स्याड मोमेन्ट भयो नि त अन्जु मम्मीको मेरो तिमीहरूको यो आलु फेरि पिन्चे छ नि त यसले नि रुवायो I'm a man. बिग गाई साथीहरू अब जाने दिन आयो कति बज्यो अरे 6 बज्यो अब हामी चाहिँ एयरपोर्ट जानलाई लगभग तयार हुँदैछौँ अब आँचल छोरीको चाहिँ के अरे काम छ निन्द्राले म बोल्न नि सकेको छैन सुतेकै छैन रातभरि अब ऊ चाहिँ काममा जानु लागि बाई छोरी यहाँ बस्ने बेलासम्म तिमीले जस ल कति माया गरेर राख्यौ त्यसको लागि धन्यवाद बाई सी यु सुन ल बाई बाई आँचलु लभ यु सी यु सुन ल अब चाहिँ हामी जानु लाग्यौँ एयरपोर्टतिर दिदी र आलोक भएर ड्रप अफ गर्न जाँदैछन् हामीलाई अब हामी कहाँ छौँ हामी त वासिङटन डुग्लस एयरपोर्टमा छौँ अब हामी घर जान लाग्यो यस्तो टायर्ड भएर सुतेको छैन 5 दिन भयो है त्यसले बताइहाल्यो होला आँखा पोलेको छ अब चाहिँ भ्लग बन्द गर्ने बेला भयो ल एकदमै रमाइलो भ्लग लाग्यो होला तपाईँहरूलाई पनि होइन एकदमै रमाइलो भयो हामीलाई अब फेरि पछि अर्को भ्लगमा भेटौँ ल बाई